हेलो हाई नमस्कार सम्पूर्णमा म तुलसा फेरि पनि तपाईहरु सामान्यमा उपस्थित भइसकेकी छु। आज चाहिँ थोरै फरक प्रस्तुति लिएर आज चाहिँ मैले प्रदीप रोदन दाइको एउटा गजल वाचन गर्न गइरहेकी छु। उहाँले हिजो गजल लेख्नु भएको थियो। उहाँको गजल देख्ने बित्तिकै एउटा लय लाएर भाव सहित मैले वाचन पनि गरेकी थिएँ, मतलब वाचन गर्दै गर्दै पढेकी थिएँ आफूले पढ्दाखेरि पनि। अनि उहाँको कमेन्ट हेर्दाखेरि चाहिँ यदि कोही कसैलाई यो वाचन गरेर राख्न मन लाग्यो भने चाहिँ गर्न सक्नुहुन्छ भन्ने उहाँको कमेन्ट देखिसके पछाडि मैले तपाईहरु सामुन्नेमा यो कोसेली प्रस्तुत गर्न लागेकी छु। स्वीकार्नुस् है त। ठीक छ, हजुरको नसोची बोल्ने बानी होला। ठीक छ, हजुरको नसोची बोल्ने बानी होला। मैले पनि त कहाँ सोचेर मानहानि होला। मैले पनि त कहाँ सोचेर मानहानि होला। दुनिया छोड्नु छ छोडौँला, यो त चिन्ता छैन। दुनिया छोड्नु छ छोडौँला, यो त चिन्ता छैन। तिमीलाई छोडेर पो म कसरी जाने होला। तिमीलाई छोडेर पो म कसरी जाने होला। के सोचेर निदाउनु पर्छ है एक मान्छेले। के सोचेर निदाउनु पर्छ है एक मान्छेले। एक दिन त कसैको हात मेरो सिरानी होला। एक दिन त कसैको हात मेरो सिरानी होला। ठुलो ठाउँमा धेरै अवसर हुन्छन् भनिरहन्छौ। ठुलो ठाउँमा धेरै अवसर हुन्छ भनिरहन्छौ। लोटामा बसेको पानी पनि त चौलानी होला। लोटामा बसेको पानी पनि त चौलानी होला। किन यति नमिठो बोलिरहेछ यो दुनिया। किन यति नमिठो बोलिरहेछ यो दुनिया। हुन त अचेल गाली गरेर पनि आम्दानी होला। हुन त अचेल गाली गरेर पनि आम्दानी होला। साँच्चै एकदम नै यथार्थपरक लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो सुनेर साथ दिनु होला है त। कमेन्ट गर्न नबिर्सिनु होला। थ्यांक यू।